यतिखेर हामी गुफा पोखरी आइसकेका छौँ र अब हामी गुफा पोखरीभित्र प्रवेश गर्न लागिरहेका छौँ। यो चाहिँ समुद्र सतहदेखि 2890 मिटरको उचाइमा रहेको यस सुन्दर पोखरीमा हामी प्रवेश गरिसकेका छौँ र यहाँको दृश्य हामीले चाहिँ अब के कस्तो देखिने पनि यो गुफा पोखरी कस्तो रहेछ भनेर चाहिँ जान्ने इच्छा भएको कारणले गर्दाखेरि चाहिँ हामीले आज तिनजुरे मिल्के जुन चाहिँ हाम्रो लालीगुराँसको राजधानी हुँदै चाहिँ हामी बाटोबाट चाहिँ हामी यहाँ आइपुगेका छौँ र यो ट्र्याकको हामी अब वाओ यस्तो दामी पोखरी छ र यो चाहिँ हाम्रो गुफा पोखरी हो। यो देख्न सकिन्छ हाम्रो गुफा पोखरी। अहिले चाहिँ आकाशबाट पानी परेको कारणले गर्दाखेरि चाहिँ पोखरीमा अलिकति पानीको लेभल हल्का बढेको रहेछ। अस्तिसम्म चाहिँ यो पानी नपरेको कारणले गर्दाखेरि यो पोखरीमा पानी अलिक कम भएको थियो अरे। यहाँनिर हामीले बुझ्दाखेरि चाहिँ त्यो राम्रो छ। अहिले चाहिँ लालीगुराँस यो हाइटमा अलिकति कम हुँदो रहेछ। उता चाहिँ एकदमै राम्रो थियो, लालीगुराँसहरू पनि देख्न सकिन्थ्यो। यस्तो सुन्दर ठाउँ थियो।